ओए 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 के दिनु परेको हो मलाई त एटै गरेर त डिस्टर्ब भएन र गुड मर्निङ कुजाम्बो र हेलो एभ्रिवान र अहिले चाहिँ बिहानको 4:20 भइसक्यो सो इट्स 4:20 AM इन द मर्निङ र मैले त यहाँ सेमतोखा खोला क्रस गरिसक्नु आँटेको छु यहाँ देख्न सक्छ तपाईँले राम्रो देख्छ छैन यहाँ सेमतोखा खोला क्रस गरिसकेको छु विच मिन्स आम हेडिङ टु सेमतोखा अब सेमतोखाबाट क्रस गरेर दोजिला साइड जाँदैछु जस्ट गाइज ग्यास गर्नु होला म कहाँ जाँदैछु भनेर सो म चाहिँ कहाँ जाँदैछु भन्दा आम गन ड्रप माई बाइक है त ड्रप माई नट माई बाइक सो यो राइटफुल ओनर भएको मैले बाइक पुऱ्याउनु जाँदैछु र देख्न सक्छ र ग्यास गर्नु होला त म कहाँ जाँदैछु भनेर है त ल तपाईँहरूले सो यहाँ देख्न सक्छ सो आई होप होइन यो सेमतोखाको नेतासितहरूले होइन मलाई प्रोटेक्ट गर्छ होला मेरो जर्नी सफल हुनुको लागि है त सो एज हियर यु क्यान सी दि सेमतोखा जाउँ हियर यहाँ पारिपट्टि बुद्ध पोइन्ट छ भनेपछि म यहाँबाट ठक्कै राइट गएर दोचुला साइड जाँदैछु सो गाइस जस्ट मेगा ग्यास भएर आइम हेडिङ टुवर्ड्स ल हेर्नुहोस् है त कहाँ जाँदैछु होइन सो पुनः खान जान सक्छु वाङदिन जान सक्छु कहीँ पनि जान सक्छु है त अम्बो हेर्नु जिचुलुममा दोकानहरू चाहिँ अहिले नै ओपन गरेछ है सी दिस पिपल आर सो बिजनेस माइन्डेड म्यान दे वर अलरेडी अवेक बाई 5:30 इन द मर्निङ हेर्नु वाउ एप्रिसिएट गर्नुपर्छ है होइन हाम्रो के गर्नु छ भने चाहिँ यस्तो हार्डवर्क गर्नै पर्छ जस्तो लाग्छ एकदम सही हो ठिक छ ठिक छ ठिक छ हाम्रो पनि अल्छी पाइयो ल साथै हो अहिले चाहिँ म यहाँ वाङदुजोङको अपोजिटमा आइसकेको छु र आइपुगिसकेको छु यहाँ देख्छ वाङदुजोङ र भर्खर उज्यालो हुँदैछ है र टाइम चाहिँ 5:45 भयो र म चाहिँ थिम्पूमा हिँडेको त्यसै 1 घन्टा अलिक बेसी भएको छ है त र तपाईँहरूलाई थाहा भइसक्यो म कता गएको भनेर म चाहिँ गाउँ जाँदैछु है र त्यही हो अब गाउँ गएर चाहिँ म तपाईँहरूलाई गाउँको अलिकति भिडियो देखाउने छु कस्तो छ भन्ने कुरा र मलाई होइन कतिजनाले होइन पहिला चाहिँ भुटानमै बस्नुहुन्थेछ र अहिले चाहिँ बाहिर जानुभएको छ अस्ट्रेलिया कोही युके कोही अमेरिकामा पुग्नु भएको छ र उनीहरूले मलाई गाउँको भिडियो अलिकति हालिदिनु भनेर भन्नुहुँदै थियो नि त अनि त्यसको लागि म चाहिँ अहिले होइन बिहानै गएको कारण चाहिँ किनभने म भोलि चाहिँ बिहानै फर्किनुपर्छ नि त त्यही भएर म घुम्नु भ्याउँदिनँ र अहिले नै म बिहानै गयो भने चाहिँ गाउँमा अलिक छिटो पुग्छु त्यही भएर अलिकति होइन गाउँको होइन हालत कस्तो छ है त गाउँको ठाउँहरू यसो देखाउनु पाऊँ भनेर अलिक बिहानै गएको र त्यही हो अब तपाईँलाई एकैताल अब कहाँ पुग्दा हुन्छ म देखाउने छु ल नभए अहिले चाहिँ तपाईँले त्यही सिन हेर्नुहोस् मजा लिनुहोस् है त किनभने रोकेर बस्दा उता ढिलो हुन्छ नि त त्यही भएर अब गइरहेको नै छु यहाँ अहिले वाङदी गेट काटिसकेको छु यो पारि रुबेसा भन्छ यो रुबेसा अपोजिट गइरहेको छु ए अब यहाँ तल अब पुग्न सक्छु त्यसो गरेर जानुपर्छ है त ल ल कहाँबाट हेर्नुहुँदैछ कमेन्ट गर्नु होला है त ल यदि मेरो भिडियोलाई मन परेन लाइक सेयर कमेन्ट हानिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् ल है साथी हो र ल है त साथी हो र अहिले चाहिँ भने यहाँ वाङदी फुडोङ जोङखक भनौँ र यो सुनकोस खोला हो चाहिँ हाम्रो चाहिँ पुनः साङचु पनि भनिन्छ र यहाँ पुनः साङचु हाइड्रो पावर प्रोजेक्ट 2मा आइपुगेको छु जहाँ चाहिँ भने 120 मेगावाट्सको होइन इलेक्ट्रिसिटी प्रोड्युस हुन्छ र अस्ति चाहिँ यो पानी परेर चाहिँ नि यो ड्याम सटडाउन गरेको थियो हो र अहिले चाहिँ फेरि रिस्टोर गरेर नर्मल वर्क गरिरहेछ र यहाँ टनल पनि देख्न सक्छ र अब चाहिँ म यहाँ हिँड्नु आँटेको छु त यहाँ रेस्ट गरेर बसेको थिएँ हो र टाइम चाहिँ यहाँ निकै बेर बस्यो नि त 1 घन्टा जस्तो झन् आधा घन्टा बस्यो 6:30 भइसक्यो म खास अघि नै आइपुगेको थिएँ यहाँ उता यता गर्दा अलिक ढिलो भयो यहाँ देख्न सक्छ एकदम पोखरी जस्तै फर्म भएको छ त यहाँ कति गयो रहेछ भन्ने कुरा त होइन अब तपाईँहरूले होइन महसुस गर्नुहोस् कति गयो रहेछ महसुस भने के भन्नु इमेजिन गर्नुहोस् कति गयो रहेछ ल टनल छिरेर जानुपर्छ है त ल ल हेर्नुहोस् होस् टनल छिरेर जानु आँटेको छु र अब चाहिँ टनलमा पस्नु आँटेँ त म यस्तो हुन्छ है त टनलमा चाहिँ एकदम अलिक चिसो हुन्छ हो अरू त के होइन त्यस्तो अलिक चिसो हुन्छ तपाईँले यहाँ टनलभित्र हिँड्दा चाहिँ एकदम मजा हुन्छ हो अनि तपाईँहरूको एकदम ठुलो आवाज सुन्छ क्या यहाँभित्र चाहिँ अनि मान्छेहरूले बाइक कुदाउनेहरू कति बाइक पड्काएर आउँछ क्या बट्ट अवार अनि करायो भने पुरा तपाईँको होइन इको सुन्छ आवाज पुरा इको सुन्छ तर यहाँ माइकमा त सुन्दैन तर अब चाहिँ इको सुन्छ यहाँभित्र
अनि यहाँ पनि चाहिँ ब्ल्याक टप गरेको छैन तर स्ल्याब लगाएको छ नि त स्ल्याब चाहिँ अब पाट गरेर यहाँ हेर्नुहोस् अनि छेउछेउमा फुटपाथ पनि बनाइदिएको छ हिँड्नुको लागि लाइट लगाइदिएको छ है अनि भर्सकै अक्सिजनको त यो केही लगाएको छैन रहेछ हो अनि यहाँ पर्दैन चाहिँ ड्यामको टपमा जाने बाटो पनि छ तर यो ड्याममा जान दिन्छ है दिँदैन म एक दिन चाहिँ ड्याममा जान्छु ल जानिदियो भने अनि तपाईँहरूलाई देखाउने छु परतिर निस्किँदा फेरि यता एउटा टनल छ त्यो चाहिँ कुनै कता गएको थाहा भएन मलाई यिनीहरूकै साइडको होला र अब चाहिँ टनलबाट फुत्ते भएर निस्किन्छ है त यो हाम्रो टनलबाट निस्किसक्यो है अनि पहिला भने चाहिँ यहाँ पनि खोला कुद्यो नि त यो पुनचाङचो नबनाएको अगाडि चाहिँ अहिले चाहिँ खोला छैन जम्मै अब उता ड्याममा के भन्नु हाइड्रो प्रोजेक्टले गरेर उता होइन टनलमा लगाएर अब कता कता लगेको हुन्छ नि त त्यो केही छैन यहाँ बर मात्रै छ र माछाहरू चाहिँ कति बिजेको भयो होला है त कतै हो ल हेर्दै गर्नु होला म अब तपाईँहरूलाई कहाँतिर पुग्दा अपडेट गर्नेछु ल ओके सी यू गाइस भुटानमा हिँडेको फिलिङ नै आउँदैन क्या योबाट भिन्दा चाहिँ अलिक कहीँ छ जस्तो लाग्छ क्या हेर्नु न यो ठाउँहरू नै यस्तो डाँडाहरू छ डाँडाको बिचमा रोड छ हो अनि यता घरहरू नै साह्रै देख्दैन यहाँ पारिपट्टि एउटा दुईवटा घर कि के छ फिसरिस के देख्दैछ हो अनि अलिकति विरक्त लाग्दो रहेछ क्या यो ठाउँमा हुँदा चाहिँ ओइ ओइ र तपाईँलाई होइन यो ठाउँको नाम के हो थाहा भने कमेन्ट गरिदिनु होला है त ल अब चाहिँ भने म यहाँ वकलेटर गेट आइपुग्नु आँटेँ है त ल वन्स आई क्रस द वकलेटर गेट त्यहाँबाट चाहिँ चिराङ पुग्छु है त चिराङको बााउन्ड्री पर्छ र यता खोलावारी चाहिँ वाङदी पर्छ पारिपट्टि तरेसी चाहिँ चिराङ भनिन्छ है त ल यहाँ मुनितिर गेट छ त्यो गेट क्रस गर्नुपर्छ र त्यहाँ चाहिँ पुल पनि छ है त हेर्नु कस्तो भिड छ भिडको चेपबाट भिडको यस्तो पेटबाट रोड खोलेको छ है त यहाँ चाहिँ यहाँबाट के भएर गाडी सधैँ गयो भने चाहिँ सिधा तर खोलामा जान्छ है डुबुल्की खेल्नु ड्राइभ गर्नु खोलामा र यहाँ चाहिँ पुल छ है देख्न सक्छ तपाईँले पुल जो चाहिँ वकलेटर पुल भइगयो है त ल तपाईँहरूलाई भन्नु पर्दाखेरि छेउ छेउ वकलेटर पुल हो ए ल ल है सधैँ वकलेटर पुल आइपुगेँ म चाहिँ ठक्कैसँगलाई यहाँ रोकौँ एकछिन है त अब अहिले त गाडी कम्ती छ रोक्नु पाइन्छ नि त गाडी धेरै छ रोक्नु दिँदैन पुल हुँदै इजिली र म अहिले चाहिँ यहीँ नै रोकिदिन्छु र यहाँ सुनकोस खोला भइगयो है त मबाट बगेर यता उन्दो गइरहेको छ र यो यता साइड चाहिँ दागाना पर्छ दागाना सर्च र वाङदी पर्छ र यो पुलको रोसेर त पारिपट्टि चिराङ पर्छ ल अब चाहिँ बाटो लाग्दैछ त र अहिले चाहिँ भने 7:30 भइसकेको छ 7:26 भइसकेको छ हो ल यहाँ ऊ देख्नु सक्छ वेलकम टु चिराङ जोङकर थ्याङ्क यू सो मच फर योर वार्म वेलकम त होला नि ल त्यही बाटो लागिसकेको छ है त अब चाहिँ वाङदी छोडेर चिराङ लाग्यो र अघि चाहिँ म उता दाहिने किनार आयो भने अब चाहिँ देब्रे किनार लाग्दो छ यहाँबाट दागानाको जुरोसम्म चाहिँ र दागानाको जुरोबाट चाहिँ यो खोला किनार छोडेर यता डम्बु डाँडातिर लागिन्छ है त ल यहाँ हेर्नुहोस् त यो चाहिँ होइन मिथुन टावर भनेर भनिन्छ रिलङथङ र यो यति साह्रो सुन्दर जग्गा छ कि यहाँ हेर्नुहोस् न एकदम टार भएर बसेको छ प्लेन भएर र यसलाई चाहिँ रिलङथङ पनि भन्छ अनि यहाँ हेर्नुहोस् धानहरू रोपेर के मजाले हेर्नु न धानबारी आम्मा खेत हो जम्मै धानहरू फलिरहेछ पाक्नु सुरु अलिकति भएको रहेन यता माथि वाङ साइड धानहरू काटिरहेको नि देख्दै थियो यता चाहिँ काटेको छैन र यो चाहिँ चिराङ साइड पर्छ है त र यता साइड दागाना हो तपाईँलाई थाहा भएन नै र यता तलबाट चाहिँ जिरो छ त्यहाँबाट दागाना र यता डम्बु जाने र यहाँबाट डम्बु चाहिँ 35 किलोमिटर जति छ है त र म चाहिँ यहाँ रेस्ट गरेर बसिरहेको छु ल कुकुरले खेदाएको हौ ल ओइ 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 के दिनु परेको हो मलाई त एटै गरेर त डिस्टर्ब गर्नु र अहिले चाहिँ भने म यहाँ हावा डाँडा भन्नेमा आइपुगेको छु हो र यहाँबाट चाहिँ त दागाना साइड देख्दो रहेछ नि त अनि त्यही भएर म यहाँ दागाना साइडको भ्यू देखाउन यहाँ आएको छु र हुनु चाहिँ मलाई यो दागाना साइड होइन यो के हो भन्ने ठाउँको बारेमा त्यति साह्रो थाहा छैन
तर होइन जति देख्दो चाहिँ म तपाईँलाई देखाइदिनेछु है त ड्रुजेगाङ भन्नेहरू देख्दो रहेछ अलिअलि थाहा भएको अनुसारमा चाहिँ अनि एउटा अङ्कलले भन्नुहुन्थ्यो ड्रुजेगाङ हो यो भनेर भन्नुहुँदै थियो नि त र तपाईँलाई देखाइदिनु पर्ने म यहाँ हावा डाँडामा आइपुगेको छु अनि एकदम राम्रो देख्दो रहेछ है त यता ठाउँ चाहिँ म तपाईँलाई देखाइदिनेछु है त ल यहाँ हेर्नुहोस् म चाहिँ यता आउँदैछु यहाँ भ्यू देखाउनु र अनि यहाँ रुखले गर्दा अलिक भ्यू छेलिँदो रहेछ नि त अनि अलिक माथि कतातिरबाट देख्छ र म चाहिँ अहिले यहाँ भ्यूको हन्टिङमा छु है त र कतिजनाले होइन मेरो भिडियोहरू हेरिदिनु भइरहेको छ है भ्यूहरू राम्रो राम्रो आयो भनेर आउँछ र यस्तो गरेर म चाहिँ भ्यूहरू खोज्दै भिडियोहरू बनाइरहेको हुन्छु बेस जस्तो नै र यहाँ ढुङ्गामाथि चढेर म देखाइदिन्छु त ल यहाँबाट देख्छ जस्तो लाग्यो ओ ए यहाँ पारिपट्टि चाहिँ दागानाहरू छ है त म चाहिँ रोड छोडेर यहाँ माथि आएको छु यहाँ हेर्नुहोस् है त दागाना देखाउने चाहिँ त ल के सुन्दर जग्गा छ यहाँ हेर्नुहोस् त यहाँ मुनि देख्दै गरेको चाहिँ सुनकोस खोला हो अनि यहाँ पारिपट्टि चाहिँ गाउँ रहेछ र एकदम दामी रहेछ त यो ठाउँ चाहिँ र तर यो ठाउँ भएको बारे मलाई साह्रै थाहा छैन है त तपाईँलाई थाहा छैन कमेन्ट गरिदिनु होला यो ठाउँ कताबाट कहाँ मैले कहाँ चाहिँ देख्दैछु यो पारिपट्टि कुन चाहिँ ठाउँ हो र यहाँ मात्रै चाहिँ ड्रुजेगाङ भनेर भन्नुहुन्थ्यो र एकदम दामी रहेछ है त ल कमेन्ट गरिदिनु होला है त ल कहाँबाट हेर्नुहुँदैछ यदि मेरो भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट गरिदिनु ल र यति सब्सक्राइब गरेर मेरो युट्युब च्यानलमा सब्सक्राइब पनि गरिदिनुहोस् है त ल थ्याङ्क यू ल साथी हो र अहिले चाहिँ भनौँ म यहाँ डम्फु टाउन भनौँ डम्फु बजारमा आइपुगेको छु र चिराङको टाउन भनौँ न र यति तपाईँहरू डम्फु बजारमा आइपुग्नु भएको छैन भने चाहिँ मेरो भिडियो मार्फत हेर्नु होला र यही हो यहाँ देख्नुहुन्छ यता म मुनिबाट पहुँच्छ अनि यता उँभो निस्किन्छ है त र यहाँबाट मुनि चाहिँ जानु पाउँदैन वान वे मात्रै हो यहाँ देख्नु सक्छ है त र यो चाहिँ डम्फु चाहिँ डाँडामै छ नि त र यति तपाईँहरू पहिला आउनुभएको छ तपाईँलाई थाहै छ होला आउनु भएको छैन होइन थाहा छैन होला र फुटबल ग्राउन्ड चाहिँ यता साइड हो यहाँ पर्दैछ फुटबल ग्राउन्ड हस्पिटल यता पर हो जाउँ यता पर हो अनि पुरानो ट्याक्सी पार्किङ यता मुनि हो यहाँ देख्नु सक्छ अनि फुटबल ग्राउन्ड एउटा सानो ग्राउन्ड यता मुनि छ र यस्तो छ है त यता हुन्छ र यदि कहाँबाट हेर्नुहुँदैछ है कमेन्ट गरिदिनु होला र तपाईँहरू यहाँ पहिला बसेको छ भने थाहै हुन्छ होइन यो ठाउँ कस्तो छ अलिकति परिवर्तन भएको छैन तपाईँहरू नै हेर्नुहोस् मिलाएर बुझ्नुहोस् कस्तो कस्तो न्यू बिल्डिङ कुन कुन कन्स्ट्रक्ट भइसकेको छ कुन कुन भएको छैन कुन पुरानै घर हो तपाईँलाई थाहा भइहाल्छ हो यहाँ हेर्नुहोस् त यस्तो छ देख्न सक्छ र त्यही हो म चाहिँ यहाँ अलिकति भिडियो बनाउनु भनेर रोकेको थिएँ र अब यहाँबाट चाहिँ म सके निस्केर यता माथितिर कतातिर गएर होइन यसो चिया कफी खाएर चाहिँ बाटो लाग्छ सिधै सरपङ साइड गिलफ साइड र यता पर फुटबल ग्राउन्ड भइगयो है त अनि यहाँ रन ओभरबाट यहाँ छ बस बुकिङ यहाँ पर्तिर बसको टर्मिनल हो र म चाहिँ यहाँ पर्तिर रोकेर यता हुँदै होइन कतातिर एउटा होटलतिर बसेर चिया पानी खान्छु ल र जो पनि यता पर हो चिल्ड्रेन पार्कमै पर्तिर छ र यहाँबाट त वाङदी पुनामा यहाँबाट जान सक्छ बस टर्मिनल यता छ है त यस्तो छ हो र यता होटल छ रोक्नु होटल छैन रहेछ र सिधै जानुपर्छ होला जस्तो भइरहेछ म चाहिँ र हस्पिटल चाहिँ यो साइड भइगयो हो अनि जो यहाँ पर्तिर छ अनि यहाँ चिल्ड्रेन पार्क यहाँ भइगयो र एकदम दामी बनाएको छ क्या एकदम ब्युटिफाई गरिदिएको छ क्या पहिलाको र अहिलेको भनौँ यो डम्फु मिल्दैन क्या अब हुनु त होइन अब मिल्दैन अब ठाउँ त त्यही हो तर होइन एकदम त्यो सेम ठाउँलाई नै एकदम ब्युटिफाई गरिदियो ब्युटिफिकेसन होइन ब्युटिफाई गरेर एकदम राम्रो बनाएको छ नि त यहाँ नै पाकाहरूले कसरी जान्दा बनाइदिएको छ यहाँ देख्न सक्छ है त यता चाहिँ हस्पिटल साइड भइगयो जाउँ यहाँ पर्तिर अनि त्यस्तै छ है त र मलाई यता यो गाउँहरूको बारेमा त साह्रै मलाई ज्ञान पनि छैन यो ठाउँको त्यही भएर मलाई नबोलेकै बेस्ट हुन्छ ल म चाहिँ यहाँ रेस्ट गरेर बसेको थिएँ हो कफीहरू खाएँ त्यसो गरेर रोटीहरू खाएँ ब्रेकफास्ट भनौँ न र यहाँ देख्नु सक्छ यो चाहिँ यता हस्पिटलको छेउमा है त हस्पिटल चाहिँ यता भयो भने यहाँको एउटा कफी सप भन्ने रहेछ सो यहाँ बसेर यसो हल्का खाएँ हो दामी नै रहेछ ओइ सुन्तला हेर्नु त क्राफ्टेड त्यो फुटेछ अनि यहाँ जोङकै अगाडि रहेछ चिराङको जोङ चाहिँ यता रहेछ त तपाईँ यति थाहा भएन नि मलाई अघि भन्नु त भनेको थिएँ यता म डम्फु टाउनको सिरानमा छैन यहाँ देख्नु सक्छ जोङ यता भयो र यहाँबाट चाहिँ सरबङ साइड जान्छ यता थिम्पू जानुहुन्छ यताबाट पनि जान सक्छ यसो जानुपर्छ नि त अनि यता भएपछि यता चाहिँ डम्फु हस्पिटल र यहाँ म चाहिँ यहाँ अहिले बसिरहेको छु हो अब हिँड्नु आँटेको कफीहरू खाइसकेँ रेडी भयो सो
ल साथी हो तपाईँले थिम्पू वाङदी जानु भने चाहिँ यहाँबाट लेफ्ट जानुपर्छ सर्पङ जानु भने चाहिँ गेलेफुची यता हो यता यहाँबाट 60 किलोमिटर छ मुनि तर यता एक्ज्याक्टली हो जस्तो लागेन 60 भन्दा 1 घन्टामा पुग्छ तर अलिक धेरै नै लाग्यो मलाई हेरौँ कति छ यहाँ एसटिपिसिएलको तेल लाउने ठाउँ पनि छ है तपाईँहरूले त्यो तेल सक्यो भने लाउन सक्छ र यता चाहिँ दहजे के भन्नुहुँदैछ यो गाउँको नाम दहजे मिथुन छ अरे है मलाई एक्ज्याक्टली थाहा भएन र एकदम दामी छ यो साइड चाहिँ गाउँहरू होइन तपाईँले हेर्नुभयो भने र यसको यता सिन यता दाम निकाल्ने ठाउँ यता कतै छ होला तर मलाई थाहा भएन मैले चाहिँ निकाल्न सकेको छुइनँ र कुनै दिन निकाल्ने छु अब अहिले झन् यस्तै अर्जेन्ट हुन्छ अब हिँड्नुपर्छ भ्याइँदैन हो रोकेर यो गरिरहनु र त्यही हो म सोचिरहेको छैन अब ठाउँ दामी हुनु त म त रोडकै छेउ भने त निकालिदिने थिएँ हो तर थाहा भएन र मैले त्यो बसेर चाहिँ यहाँ हेर्छु ल यहाँ छ कि र एकदम बाबल छ ठाउँको ठाउँ चाहिँ हेर्नुहोस् न यस्तो गरेर काइन्ड अफ प्लेट जस्तो बसेको रहेछ एक्सेप्ट उता पल्लो साइड चाहिँ ओपन छ सो यता चाहिँ लुक्स लाइक पहिला चाहिँ होइन यताउँदि लेक यस्तो केही थियो जस्तो छ यसो हेर्दा चाहिँ बट आइम नट स्योर हेर्नुहोस् न है क्या दामी छ ठक्कैसँगले सो द्याट साइड इज जो है उयो चाहिँ कोट यस्तो भन्नुहुँदै थियो र हेर्नुहोस् न क्या दामी छ ल गाइस म गाउँ आउँदा पछि खालि यता वेदर चाहिँ बिग्रिन्छ है त खालि ढुम्मा लगाइदिन्छ यहाँ अहिले कस्तो ढुम्मा त्यहाँ माइक भएन रहेछ नि त माइक मिलाउँदा ओर्दा कुहिरो काटेको यहाँ आइपुग्यो फेरि हेर न एकदम धेरै फक छ है त हरेस लाग्दो ठाउँ छ हौ यता हुँदैन नि के भएको अब हिउँदो पनि यस्तो भइदिन्छ नि त समरमा जान्छ के हो हालत कस्तो गाह्रो हुन्छ समरमा हेर न कुहिरो कस्तो लागेर झ्याप अनि आँखा छ नि त्यो आइब्रो त्यो जम्मा भिजिसक्यो क्या यहाँले पानीले मैले चेस्मा लाग्छ र पनि ल गाइज अहिले चाहिँ भने म यहाँ सर्पङ आइपुगेको छु है त यहाँ परतिर चेकपोस्ट छ यहाँ चाहिँ हामीले होइन अलिकति रेस्ट भनेर होइन सो लाइसेन्सहरू सोध्छ कहाँ गएको कहाँबाट आएको यस्तो सोध्छ र यहाँ आइपुगेको छु है त अब हेरौँ के गर्नु सोध्छ कि सोध्दैन पर्दैन रहेछ म त यो गर्छ भनेर यो गरेको सोध्दैन त युजली यहाँ चाहिँ त्यस्तो गर्छ कोही बेला चेकिङ जम्मै गर्छ यता हुँदै चाहिँ र अहिले चाहिँ त्यस्तो केही छ गरेन मलाई चाहिँ हो यो हेरी हुन्छ र कुन बारमा चाहिँ गर्छ है र अब चाहिँ म होइन जिएमसी भनौँ न सर्पङभित्र पहुँचिसकेको छु है तपाईँहरूलाई होइन पुरानो चेकपोस्ट चाहिँ यहाँ थियो त सर्पङ पुरानो चेकपोस्ट चाहिँ यो हो र अहिले चाहिँ माथि सारेको छ यहाँ माथि भित्तामै र तपाईँलाई कति त याद नै छ होला होइन पहिला चाहिँ अब यो चेकपोस्ट क्रस गरिसक्दा चाहिँ यहाँ पारिपट्टि चाहिँ बजार थियो र अहिले चाहिँ हेर्ने बजार छैन है त खोलाले सातसुधार लगेको छ यु विल नट फाइन्ड टाउन हियर है त यस्तो केही छैन यहाँ हेर्नुहोस् नि पहिला बजार भएको ठाउँ चाहिँ यही हो है त केही छैन खोलाले लगेर अहिले त्यस्तो भएको छ है त र कतिजना चाहिँ होइन यहाँ भुटानमा छैन बाहिर कहाँबाट हेर्नु भइरहेको छ ल र सोचिरहेको छ ल यो सर्पङमा चाहिँ होइन पहिला जस्तो बजार लाग्छ होला भनेर सोच्नु भइरहेको छ र सर्पङमा पहिलाको बजार चाहिँ चिनोफानो केही छैन जम्मै खोलाले लगिसकेको छ एक फर्स्टमा नै आगो लाग्यो अनि पछाडि चाहिँ आगो लागेर फेरि अलिअलि यो हुँदा फेरि रहेकोहरू पछाडि फेरि खोलाले खतम गरिदिएको छ र यही त यहाँ केही छैन अहिले चाहिँ एउटा यहाँ पेट्रोलियम मात्रै छ ग्यास स्टेसन तेल लाउने ठाउँ अरू जम्मै सकेको छ है त यस्तै छ है यहाँ चाहिँ पहिला नि जम्मै बजार थियो नि जम्मै कति थियो अब मुस्लिम बजारहरू ट्यापै थियो अहिले चाहिँ बजारहरू केही छैन यस्तो छ है त हेर्नुहोस् रोड चाहिँ के दामी छ स्ट्रेट गरेर छ गोवा पाउनु ठ्याक्कै रहेछ किनभने यता चाहिँ एलिभेसन एकदम लो छ नि त अनि एकदम तातो जग्गा हो यो चाहिँ यो साउथर्न भुटान हो र यो चाहिँ सेन्ट्रल पर्छ साउथ भन्दैन भुटानको सेन्ट्रल साउथर्न भुटान हो यो चाहिँ हेर न यता गोवा भयो कोलाहरू धानहरू एकदम अनि टिको रुखहरू भेट्छ तपाईँहरूले होइन अब यो चाहिँ तातो ठाउँमा हुँदैन नि त अब चिसो ठाउँमा त अब गुवा अरे टिको रुखहरू हुँदैन नि त यता हुँदै हो हुने ठाउँ चाहिँ हेर्नु गुवा अरे त्यस्तै भयो नरिवल होइन कोकोनट आरेकेनट यस्ताहरू हुन्छ है त त्यहाँ बेसी अनि म्याङ्गो भयो है त यहाँ त्यो कुरो छ एकदम